हेलो साथीहरू, तपाईहरु पनि वाक्क परिसक्नु भयो होला सबैको दशैंको भिडियो फोटो हेरेर देखेरै स्किप गर्दिन मन लागिराखेको छ होला। तर प्लिज मेरो अब भिडियोलाई वाक्क परि भए पनि पुरा हेरिदिनु होला र कस्तो लाग्यो के लाग्यो कमेन्टमा भन्नु होला अनि शेयर पनि गरिदिनु होला। अनि हाम्रो यहाँ पुरा रेडी भइसक्यो, अब टीका लगाउने बेला भइसकेको थियो। मैले यहाँ क्यामेरा एंगल मिलाएर यहाँ म पनि बसी टीका लगाउन, बाबाले दादा भाउजूलाई लगाइदिइराख्नु भएको छ। अनि आयो मेरो बारी पनि आयो टीका लगाउने। अनि यहाँ बाबा मम्मी दुईजनाले टीका लगाएर आशीर्वाद दिनुभयो। अनि यहाँ यो भिडियो खाली मैले जुन घरमा मैले सिर्फ लगाएँ, मेरो घरमा मैले दादाले मैले बाबुले सबैले जुन लगाइदिनु भयो त्यो वाला भिडियो मात्रै छ। यो एकदम लङ भिडियो चाहिँ एउटा 10 मिनेटको भिडियो आउँछ जसमा म सबैजनाले मलाई पुरा मेरो खानदानमा लगाइदिएको वाला त्यसमा आउँछ। किनकि मैले पहिला आफ्नो एकदमै सर्ट भिडियो मेरो घरको जुनमा घरमा बाबा मम्मीले दादाले मैले छोराछोरी बाबुलाई अनि छोरीलाई लगाइदिएको भिडियो पनि छ। अनि यहाँ आइ सबसे बेस्ट मोमेन्ट पैसा लिने गाइस, मैले पैसा पनि लिएँ। अनि पैसा लिएर मैले यहाँ बाबालाई खुट्टा ढोगाउनलाई यहाँ रेडी भएर बसेँ। त्यो मम्मीले त आफै लिनु भयो, मैले भने बुवाले त ढोग्न भुल्नु भयो। अनि फेरि बुवा आएर फेरि ढोग्नु भयो, दादा त बाबालाई ढोग्दै हुनुहुन्छ अहिले। फेरि बाबाले नातिनीलाई पनि ढोग्नु भयो। नभए हाम्रो त सानी छोरीको फर्स्ट टीका नि त। अनि दादाले पनि बाबाको खुट्टा ढोगेर र अनि यहाँ दादाले छोरीलाई लगाइदिँदै थियो उसको अब नानीको त फर्स्ट दसैँ। अनि दादाले पनि मैले लगाउन जान्दिनँ पहिलो बार लगाइदिँदैछु भनेर बाउ भनेको नि त पहिलो बार अब। अनि यहाँ दादाले लगाइदिनु, फेरि बाबाले पनि मम्मीलाई लगाइदिनु भयो। अनि म भाउजूले छोरीलाई अनि मैले पनि लगाइदिएकी छु सबैलाई। मैले पनि फर्स्ट टाइम लगाइदिएँ, भाइलाई र छोरीलाई लगाइदिएँ अनि आशीर्वाद पनि दिएँ। अनि यहाँ भाउजूले सबै चमरा दिने। अनि दादाले मैले भने तैँले मलाई पैसा दिएको छैन, मैले दादालाई भनिराखेँ तपाईँले मलाई पैसा दिनु भएन होइन। फेरि दादाले म पैसा हेरिराखेको थियो, मैले किनिदिएको आज मलाई भन्छस् भनेर। हजुरहरूको दसैँ कस्तो गयो के गयो हजुरहरूले कमेन्टमा मलाई भन्नु होला। र अब के भनौँ हजुरहरूको सिचुएसन कस्तो छ आज दसैँको नेक्स्ट दिनको सिचुएसन। अनि यहाँ दादाले फेरि भाउजूलाई पनि टीका लगाइदिनु भयो। जे मनमा आउँछ त्यो गरे, अरूको फोर्समा नआए है। तिमीलाई मन लागेको गरे तिमी ठुलो मान्छे बने बाबु, तिमीलाई जे बन्न मन लाग्छ मलाई भने हजुरले माने म तिमीलाई बनाइदिन्छु है। तर नराम्रो बाटोमा चाहिँ नहिँड्ने नि, फेरि थप्पड आइदिन्छु नि मैले सुनिलै आएन। अनि हामी सबैजनाले टीका लगाएर भ्याइसक्यौँ र अब हामी निस्किँदैछौँ ठुला बाको घर जानको लागि। हामी यहाँ टीका लगाउँछौँ, मिठाई खान्छौँ, मिठाई खाएर हामी डाइरेक्ट ठुला बाको घरको लागि निस्किन्छौँ। बाई भेटौँ न लङ भिडियोमा।